Hello and namaste. We are here back to back. Mr. Rajesh Gurung. Oh, Lila. Lila. What's her name? Hello, hi, Gardella. Back to back. हामी चाहिँ अब फेरि भर्जिनिया वाटरमा फेरि आएको छु। आजको सुरुवात चाहिँ मैले यहाँबाट स्टार्ट गर्दै है। हाम्रो यहाँ ग्रुप चाहिँ यहाँ यसरी बसेको छ। हैन के भयो सबैजना झोक्राएर बसेको? बिरक्त लाएर बसेको सबैजना। ल भर्जिनिया वाटर यसरी चाहिँ हाम्रो ग्रुप मिटेर फेरि धेरै हामी त कति एक वर्षपछि फेरि आयो पिकनिक खाएको एक वर्षपछि लगभग एक वर्षपछि पिकनिक खाएको एक वर्षपछि फेरि आयो हामी अलराइट हामी चाहिँ भर्जिनिया वाटर लेकको ल यो फोटोसोटो खिच्ने भयो खिचौँ टोलायो यता हेऱ्यो ल बहिनी ल फोटोसोटोहरू एकदम राम्रोसँग खिचौँ है हाम्रो भर्जिनिया वाटरको राम्रोसँग अब नेपाललाई नै यता सार्नु होला ल यहाँ फड्किने होइन म खिच्दैछु ल आइज फोटो अझै खिच्न पनि हो कि भयो ल होइन ल म है त भाइ खिचिदिनु ए त्यहाँ छ आधी मान्छे त सुन्तला पनि टक्कै 4वटा गनै लिएर आएको छ हरिले ए हाम्रो राजेशलाई यहाँ खिचिदिनु पर्यो मेन हो यहाँ है अब चाहिँ मक्सिर आउँदैछ के अरे चाहिँ मक्सिर आउँदैछ अब कसैले सम्पर्क राख्नु पर्यो भने हाम्रो भाइ यहाँ खाली छ है ल सबैलाई यहाँ भोक लाएर खाना खान लगाएको खाजा म पनि भ्लग गर्न म चाहिँ यहाँ छु त्यो ग्रुप नेपाली यता ग्रुप नेपाली त्यहाँनिर यो पनि एउटा नेपाली ग्रुप यता एउटा नेपाली ग्रुप यही जाँदैछ यिनीहरू फुटबल खेल्दैछ कोही हामी यहाँ यसरी स्न्याक खाँदैछ
ठिक साह्रै चरक घाम लाग्यो भन्न लाग्यो भन्न अघि अगाएर भयो देश विदेशबाट हेर्नु हुने हरिलाई चाहिँ यहाँ जुम गरेर देखाइदिएको छ कहिले यहाँ पोर्चुगल नेपाल यहाँबाट उठेर हामी नलाको है आज चाहिँ हामी भर्सेनी वाटरमा होइन उहाँबाट लन्डनबाट पाहुनाहरू आउनुभएको छ अनि सबैलाई छुट्टी भोलि चाहिँ हाफ ड्युटी छ होइन त्यही भएर अब हल्का फुल्का अब घाम लागेको बेलामा घुमौँ भनेर भन्दैछु ए ल कस्तो हुँदैछ भ्रमण हजुरहरु पनि आउन सक्नुहुन्छ यदि आउन चाहनुहुन्छ केही छैन अलि केही समयको प्रतीक्षा हो फेरि भोलि पनि थाहा हुन्छ ल है त ल है सब जसको चस्मा छ ढल्काइहालौँ कालो कालो के अरे त्यो खेमे भ्लगको त्यो खेमे देखेछ त राम्रो हो नि त्यो पपुलर मान्छे हो नि त्यो त अनि यहाँ त यो त भन्नै पर्दैन ल कोपा सारङ्गी हो यो जोडी बुढो जोडी भइसक्यो दामी केही सोधौँ न पर्फेक्ट कपल इन द वर्ल्ड हैन त्यसो नभनौँ के सोध्नु मन छ भने सोध्नुहोस् कस्तो लागिरहेछ त नि आज घुम्न पाउँदा सबैजनासँग हजुर हजुर लगाएर 1 वर्षपछि भेट्यो हामीले हजुर कुरा भइरहेको मान्छे भेटघाट नभएको होइन खुसी लाग्यो अब यतातिर चाहिँ व्यवस्था गर्ने भन्ने सोचमा आइपुग्नुभएको छ अलिक डिस्क्लोज नगरौँ ठिकै छ पछि गर्नु चाहिँ भएन पछाडि लड्नु होला है कामसाम सबै भ्याएर सबै कुरो अब मर्निङ ड्युटी मर्निङ ड्युटीहरू भ्यायौँ यसरी तेरो नाकको डाँडी चस्मा देखाइदिएँ अरू सबै अगाडि छ हामी पछाडि दुईजना बुढाबुढी के गर्ने समय छोटो छ त्यही भएर पनि युटिलाइज गर्नै पर्यो के गर्नु भनेर चाहिँ गर्नले भन्छ है हुन्छ त्यो टोपी लगायो त्यसलाई टाउदै भयो टोपी लगायो हुन्थ्यो अब के हो के याद आयो के चिज ए उसमा टिकटक भिडियो बनाएर त्यो त मेमोरीमा कैद भएर बसेको छ नि फेरि सबजना ग्रुप मिलेर एउटा चाहिँ बनाउनु पर्छ हो फेरि अलिकति क्यामेरा फेस बनाउने खालको अलिकति चाहिँ क्यामेरा 60% छ है सबैजना म पनि 60% हो तर अलिकति बार्ने कोसिस गर्दैछु त्यही हो म कतिको साइज छ नि अनि क्यामेरा आउने बित्तिकै नाकमुख छोप्नु भाग्ने भनेर भन्न अलि नमिल्दो रहेछ ठिक छ हाम्रो ग्याङहरू त्यहाँ छन् ओहो ल फाइनली यहाँसम्म आइपुग्यो अहिले हामी घुम्दै 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 राजेश भाइलाई टाउदियो ल के छ ल के खाने हो सबैजना है स्याउ खाने स्याउ पाउँछ अरे यहाँ हेरेर जाने फाइनली यो चाहिँ
के खाने लाटे साथै espresso म त्यो उठाल्छु ब्ल्याक कफी एउटा मगा ब्ल्याक लाटे भने ठ्याक्क त्यो उसको जस्तो हो कि त्यो क्यापुचिनो जस्तै हो त्यस्तै हो Only chai latte, no chai. chai latte. Chai latte. Oh, दाइसँग खान्छु म अलिकति खान्न सिर्फ त्यसै सबैतिर चल्छ अलराउन्डर अलराउन्डर भएर धेरै खाना पाइन्छ त त्यस्तो त होइन है त्यस्तो सोचेर चाहिँ गरे होइन मैले भरे त सबैको बाटो खाएर उसलाई धेरै हो है तपाईँले एउटा मगानी खान्छ हाम्रो बहिनी उता गएर बसिरहेछ बहिनीले जुम गरिदिनु पर्यो दोकानमा साउ त कति के भयो अरे Sitting area is for customer using the takeout facilities. Huh? सर्दैन देखायो पसलले देखाउनु उता आएर के भन्ने होइन एक दुई शब्द भन्दै किक माउन्टेन छ त्यहाँ अब चाहिँ आइस माउन्टेन राम्रो देखेछ हामी एकदम जाक्रो लाग्यो बोल न म यहाँ भिडियो गर्दैछु अब चाहिँ हामी टाउको देख्यौँ दाइलाई के दुख्यो यति भएको छैन यहाँ भाउजूलाई खुट्टा दुख्यो टाउको साह्रो पेडको भयो भाउजूलाई के भयो हरिलाई ब्ल्याक हेडको हाम्रो आसलाई चाहिँ झ्याउ लाग्यो कफी खान थाल्यो अब यसो चाहिँ रेस्टुरेन्ट हाम्रो दुईजना हेडक्वाटरहरू छ है अब चाहिँ हाइटमा ल्याउनु पऱ्यो अलिकति साँच्चै मैले देखेको थिएँ अस्ति युकेको युकेको आइडीवाला छ होइन 40 वर्ष उमेर यस्तो नै हुँदो रहेछ मैले देखेको ठिक मैले पनि म त रियल हो कि यो चाहिँ हामी हो होइन घुम्दा आज कति 6:30 भयो अलि
समरको फाइदा यही छ कि घाम चाहिँ अलि ढिलो दुख्छ त्यसले गर्दा चाहिँ अहिलेसम्म घाम लागेको छ है 8 बजे पौने 8 बजे चाहिँ घाम मसाउँछ त्यही भएर चाहिँ यही मौसममा सबजना मान्छेहरू चाहिँ बाहिर घुम्न निस्किन्छ हामीले खाएको चाहिँ त्यो यो क्याफे इन द पार्क चाहिँ यहाँबाट किनेको है दिस इज द हाउस cool moment. वाउ यहाँ चाहिँ यसरी चाहिँ सिँचाइ हुने रहेछ हैन सिँचाइ कार्यक्रम मलजल हालेर बेमौसमी लालीगुराँस फुलाउने कार्यक्रम भइरहेको छ बेमौसमी भन्नाले नेपालमा फुलिसक्यो अब यहाँ चाहिँ अलि फुल्न बाँकी त्यही पनि यस्तो छ अब बुढाहरुमा खुट्टामा के टास्यो भने हिँड्न नमिले जस्तो भएको ल है यस्तो हुँदो रहेछ है पानी चाहिँ छ्याप्पै छ्याप कहाँ छ रे लड्नलाई यस्तो छ कस्तो अप्ठ्यारो भयो जस्तो भएको मलाई हिजो त यस्तो तल जाने हो के आयो रास्ता चढ्न सक्छ त्यहाँनिर निलो हरियो र म यताबाट आउँदा यता त्यहाँ त नि भण्डारै छ है ल अब चाहिँ ल है त यो पनि लालीगुराँस एक प्रकारको हो कस्तो लाग्यो तपाईलाई लालीगुराँसहरू देखेर एकदम दामी पहिला पनि यहाँ देख्नु भएको थियो होला नि हैन म फर्स्ट टाइम आएको फर्स्ट टाइम आउनुभएको ल के हो त नि कानमा चौमिनी लाग्यो नि ल यहाँ चाहिँ गुराँसको खेती भएको ठाउँ गुराँस नानी पनि हुनुहुन्छ यहाँ ल पारीको रोड हेर त यसो जुम गरेर देखाइदियो त कतातिर होला नि ल यो भन्दा ल पख्नु यहाँ ल यो भन्दाखेरि चाहिँ मैले भन्न चाहेको चाहिँ योभन्दा अगाडि हामी 1 वर्ष अगाडि पिकनिक आएको थियौँ त्यो तल तल मात्रै हामी खाएर घुमेर फर्क्यौँ है अनि पानी पनि परेको थियो मौसम अलिकति चाहिँ सुधार थिएन अब अहिले चाहिँ के छ मौसम अलि राम्रो छ कस्तो रमाइलो रहेछ यो ठाउँ हेर्दा पनि सिनारी हेर्दा पनि एकदम रमाइलो रमाइलो दिन पनि यसो दायाँमा देखाइदिनुहोस् सुरु डाँडा काँडा लगौँ ताकि अरू मान्छेहरूलाई नि घुम्ने प्रोत्साहन मिलोस्
गोधुली सास 20,000 ल ओहो यहाँ त कस्तो राम्रो देखेको मान्छेहरू ल आमामा हत्तेरिको खै यता एक दर्शन हान्दिउँ त पछाडि फर्कियौँ त भयो गोधुली सासमा कति राम्रो देखेछ गोधुली सास wow sunset awesome weather right now wow all people are there they're walking I'm also here कस्तो राम्रो गार्डन छ जाडो भएको छ तर पनि शीतल आनन्द मौसम है के हो त यो हजुर फुल भन्छ क्या यसलाई तर के हो घाँस होला पर्फेक्ट हेलो एन्ड नमस्ते है के छ के चाहिँ गफ हुँदैछ ल हेरै अब यहाँ चाहिँ ल हो है यो पनि एउटा पार्ट अफ गार्डन यस्तो रमाइलो छ देखायो कि डबल भयो क्या ओहो ल कति रमाइलो वाउ साउन्ड सुन्नुहोस् कति मजाको नेचुरल भाइब्स यति राम्रो ठाउँ रहेछ कि है हामी अस्ति आएको पालीमा चाहिँ राम्रोसँग घुम्न पाएनौँ तर यो पाली चाहिँ मेरो भाइसँग आउँदाखेरि चाहिँ सब कुराहरू चाहिँ घुम्यो राम्रो चाहिँ ओहो यति ठुलो रहेछ कि अझै घुमेर भ्याएको छैन अब टाइम छैन 8 बज्नुलाई पार्किङ अब सब यहाँ वासरुमको पनि व्यवस्था रहेछ यस्तो छ यो सबै यहाँभित्र लाली गुराँसदेखि लिएर हरेक चिजका फुलहरू छ होइन यस्तो रुख वाउ कति ठाउँ छ टाइमै छैन के नि अब समयको पाबन्दी छ है अब भोलि बिहान ड्युटी जानुपर्छ कोही बिहान 4 उठेर अब नेक्स्ट टाइम फेरि अब अलिकति फुल्यो बनाएको चाहिँ आएर यसौँला है यस्तो छ मोडलहरूको भिडियो खिच्नु पऱ्यो नि ल भरे पठाइदिन्छु ल
वाउ चरा हो चरा कस्तो राम्रो इन्भाइरोमेन्ट के यस्तो छ एकदम रमाइलो मौसम यस इन्भाइरोमेन्ट है आनन्द पिस आउने अब लास्ट इन्डिङ आउनलाई हामी है सबै अझै पनि बाइक छ धेरै घुम्नलाई सकेनौँ होइन समयको पाबन्दीले गर्दाखेरि चाहिँ पाएनौँ अझै पनि घुम्नलाई होइन धेरै छ ठाउँ ल हेर्नुहोस् अब तपाईँलाई म यहाँ सोहान राजहंस है के भन्छ नि यहाँ आउँछु वा होला